हेलो नमस्ते सबैजनालाई फेरि पनि तपाईँहरूलाई भिडियो लिएर आएको छु साथीहरू है। र अहिले हामी कहाँ चाहिँ जाँदैछु भनेर भन्दा चाहिँ तर गुम्बा जाँदैछु। गुम्बामा चाहिँ के लगेको भन्नुहोस् त, यो फुल चाहिँ सयपत्री फुल चाहिँ हाम्रो आमाहरूले उनेर चाहिँ यहाँ मलाई पठाएको छ है तर गुम्बामा। र हाम्रो गुम्बामा चाहिँ दिन्छेन टाँसी छोइलिङ गुम्बामा चाहिँ 4 तारिकदेखि चाहिँ स्टार्ट भयो हाम्रो पूजा है। र कुन चाहिँ पाठ अरे? काङ्गुर पाठ 4 त हिजोदेखि आजदेखि चाहिँ स्टार्ट खास चाहिँ है साथीहरू। खासमा चाहिँ अब 4 तारिकदेखि हो र आजदेखि चाहिँ आज पूर्णेको दिनदेखि चाहिँ स्टार्ट भइसक्यो है साथीहरू। हाम्रोमा चाहिँ पूजा काङ्गुर पाठ के पाठ अरे पढ्ने? क्याङ्ग्युर अरे हो के पाठ पढ्ने अरे है। र अनि हाम्रो चाहिँ लास्ट 11 तारिक चाहिँ हाम्रो वाङ ठुलो वाङ हुँदैछ है। र यो चाहिँ हाम्रो गुम्बाले चाहिँ 25 वर्ष पुग्यो है बनाएको। अनि सिल्भर जुब्ली मनाइरहेको छ हाम्रो गुम्बामा। र जति पनि मेरो भिडियो हेर्नुहुने मेरो जति पनि साथीहरू हुनुहुन्छ है, मेरो फ्यान फलोवर हुनुहुन्छ है, तपाईँहरू पनि आइदिनु होला पूजाको दिन भन्न चाहन्छु भिडियोबाटै साथीहरू है। र अब चाहिँ म जाँदैछु, म र साम्पेल जाँदैछु गुम्बा। अनि मैले चाहिँ यहाँ फुल बोकेर उनेको फुल बोकेर जाँदैछु। अब यो कहाँ लगाउने कता लगाउने त्यो चाहिँ मलाई थाहा छैन है। र तलै पुगेर भेट्छु साथीहरू ल गुम्बामा। अब हामी चाहिँ यहाँनिर चाहिँ मजाले सिँगार्ने साथीहरू। र मैले चाहिँ दामी बुद्धि लगाएँ नि त, यस्तो हुक बनाएँ कि साथीहरू, यस्तो हुक बनाएँ। अब माथि चढ्नु सक्दैन हो कि भन्नुहोस् है। अन्त पाइप पनि ठिकै भेट्यो होइन। अन्त हुक बनाउँदै यहाँ बाँध्दै ऊ माथि झुन्डाउँदैछ साथीहरू ल। अब अहिले लास्टमा हेरौँ के कस्तो हुन्छ, हेर्दै गर्नुहोस् है। यहाँ हाम्रो भाइले उकालो सुर्काउँदैछ फुल, तल भएछ नि त ट्याप्पै बनाइ। ल साथीहरू एकछिन बादमा भेट्छु है म ल। अहिले यहाँ मेमेहरू अहिले एकछिन रेस्ट, यहाँ आसिङ पनि सक्नुहुँदैछ। ल साथीहरू हेर्नुहोस् है, कालो कालो देख्यो त तपाईँहरूलाई। यहाँ माथिबाट देखाउँछु अहिले ल, सकिहालोस्। अब एउटा यहाँ एउटा अन्त यहाँ एउटा लगाउँछु, त्यहाँबाट चाहिँ भयो यहाँ पनि लगाउँछु, 4टा लगाउनु छ। अब हेर्नु है दामी दामी देख्ने भयो साथीहरू। अब यहाँ चाहिँ नि यो लास्टमा चाहिँ यो लगाइदिन्छु, दामी देख्छ। ल हेर्नुहोस् है साथीहरू, डेकोरेसन चाहिँ मैले गरेको यो चाहिँ। सिंहले दिनुहुँदैछ है यो चाहिँ पर। अब दामी देख्छ नि त्यसरी लगाउँदा चाहिँ चट्टै। यहाँ हेर्नुहोस् है साथीहरू, दामी।
हेर्नुहोस् है लगाइसकेँ मान्छे हो यहाँ बाँधिसकेँ अब चाहिँ म झरेको ल साथीहरू जान्छु अब सजिलो रहेछ नि त यहाँबाट चढ्नु सजिलो रहेछ कि मलाई त सुविधा लाग्यो ल अहिले भेट्छु अब एकैचोटि एकछिनमा भेट्छु साथीहरू ल मलाई त सजिलो लाग्यो छप्परमा चढ्नु चाहिँ यहाँबाट फुत्रुकै भइहाल्दछ नि त फुत्रुकै भइहाल्दछ नि त ल अब एकछिनमा भेट्छु लिएको छ हो अनि यहाँ पनि लगायो हामीले यसरी लगायौँ यहाँ पनि चाहिँ तोर्मा दुध यसलाई के भन्छ यहाँ जो चाहिँ बनाउनु हुँदैछ हजुर पूजाको लागि अनि यहाँ चाहिँ आजको मिमीहरूको लागि चाहिँ यहाँ खाना बनिँदैछ साथीहरू यहाँ हेर्नुहोस् है मिमीहरूको लागि यहाँ विनय भाइले दामी बनाउँदैछ मोमो दामी राजु मिमीहरूको लागि बेलुकी एउटा मठार देखाइदेऊ बनाएर देखाइदेऊ जानुभयो यस्तो छ हामीले बनायो राम्रोसँग देऊ